ल सबैमा फेरि नमस्कार भन्न चाहन्छु र हामीले चाहिँ यो रिभिजन क्लास स्टार्ट गरिरहेका छौं है। अब हामीले के गर्नु त यही रिभिजन क्लास चाहिँ कन्टिन्यू गरौँ। क्वेशन नम्बर 7 सम्मको लागि हामीले गरिसकेका छ। अब पालो भनेको चाहिँ क्वेशन नम्बर 8 को लागि हो है। अब हामी सुरुबाट के गरौँ त 8 को लागि चाहिँ रिभिजन स्टार्ट गरौँ। ल 8 मा कस्तो खालको क्वेशनहरु आउँछ र त्यसलाई कसरी ट्याकल गर्ने भन्ने कुरा चाहिँ हामी यसमा आज कुरा गर्ने छौं। स्पेशली हामीले क्वेशन नम्बर 8 को बारेमा आज कुरा गर्ने। 8 मा कस्तो खालको क्वेशन आउँछ र त्यसलाई सल्भ गर्ने आइडिया के हो। हामी चाहिँ सेट 1 देखि सेट 5 सम्मका क्वेशनहरु सल्भ गरेर यसका आइडियाहरु चाहिँ लिन्छौं। हामीले यसलाई सल्भ के गरी गर्ने। ल यो चाहिँ कसको लागि हो, क्वेशन नम्बर 8 को लागि हो। हामीले हिजो अगाडि पढेका क्लासहरुमा क्वेशन नम्बर 7 सम्मको लागि चाहिँ हामीले गरिसकेको छ। आज पालो भनेको क्वेशन नम्बर 8 को लागि हो। यो तपाईहरुको बुकको पेज नम्बर 478 मा छ। ल पेज नम्बर 478 तपाईहरुको सेट बुकको कहाँ छ त्यो 478 पेजमा छ। ल अब यसमा हेर्नुस् त के भनेको छ। दुईटा हामीसँग एक्सप्रेसन छ। एउटा हो x² - 5x + 6 र अर्को छ x² - 9। 8 को ए मा 8 को ए मा हामीसँग फर्स्ट एक्सप्रेसन लिनु पर्यो। यो फर्स्ट एक्सप्रेसन भनेको कति हो, यो हो x² - 5x + 6। अब हामीले यसलाई कुनै पनि एक्सप्रेसन देख्ने बित्तिकै मैले तपाईलाई जहिले पनि तीनटा कुरा स्पेशली फोकस गर्छु। सर्वप्रथम यसमा के तीनटै टर्मबाट कमन आउँछ। यदि आउँछ भने त्यो कमन लिनुस्। स्टेप 1 मा के गर्नु पर्यो, यदि पोसिबल छ भने टेक कमन फ्रम अल। टेक कमन फ्रम अल। यदि सबैबाट कमन आउने छ भने त्यो कमन आउनेलाई निकालिहाल्नुस्। भनेको जस्तै यो क्वेशनको ठाउँमा यस्तो आएको भए x² - 7x + x³ द यस्तो खालको क्वेशन आएको भए ल त x³ - 5x² + 6x भएको भए पहिलो काम मेरो के हुन्थ्यो, तीनटैमा x कमन छ नि त, त्यो x लाई कमन निकालेर भित्रपटि x² - 5x + 6 लेख्नु। यदि तीनटै टर्ममा कमन आउने छ भने पहिलो काम तिमीले त्यो कमन निकाल्ने हो। तीनटै एक्सप्रेसनबाट यदि कमन आउने छ भने पहिलो काम के गरौँ त त्यो कमन निकालौं। अनि तिमीले स्टेप 2 मा के सोच्नु पर्छ, यो स्टेप 1 हो। स्टेप 2 मा तिमीले सोच्नु पर्छ कुनै फर्मुला पो छ कि, अथवा यहाँनेर कुनै a - b को होल स्क्वायर को फर्मुलामा यो जान्छ कि, अथवा कुनै कहिलेकाहीँ a + b को होल स्क्वायर को फर्मुलामा पो जान्छ कि, अथवा तिमीले कहिलेकाहीँ a² - b² को फर्मुलामा गइरहेको हुन्छ। अब यो बोथ साइडबाट हेर्नु पर्यो के। तपाईहरुले एक साइडबाट मात्र हेर्नुहुन्छ। जस्तै यहाँ हेर त, यो y² + 6y + 9 छ। यो भन्नाले त हेर्नुस् त y को स्क्वायर भयो 2, a भनेको y भयो, a भनेको कति हो y, b भनेको कति हो 3। यहाँ त 6y छ नि, 6y भनेको 2y * 3 हो नि त। 2a भनेको y, b भनेको 3 प्लस b² भनेको त 3 को स्क्वायर हो नि। यानी कि यो टर्मलाई हामीले के लेख्न मिल्छ, y + 3 को होल स्क्वायर लेख्न मिल्छ। यदि काहीँ y + 3 को होल स्क्वायर आयो भने यो लेख्न जान्नु पर्यो, अथवा यो छ भने यो लेख्न जान्नु पर्यो। दुवै तरिकाबाट के, काहीँ तपाईहरुले y² + 6y + 9 लेख्ने बित्तिकै y + 3 को होल स्क्वायर लेख्न जान्नु पर्यो, अथवा y + 3 को होल स्क्वायर छ भने y² + 6y + 9 लेख्न जान्नु पर्यो। यानी कि यो a² + 2ab + b² मा छ भने यसलाई a + b को होल स्क्वायर मा लेख्न पनि जान्नु पर्यो, अथवा a + b को होल स्क्वायर छ भने त्यसलाई खोलेर a² + 2ab + b² मा लेख्न पनि जान्नु पर्यो।
यो फर्मुला युज गर्न तपाईहरुले स्टेप 2 मा जान्नुपर्छ। भनेको सुरुमा सबैबाट कमन आउने छ कि छैन त्यो हेर्नुस्। यदि कमन आउने छैन भने स्टेप 2 मा जानुस्। स्टेप 2 मा तपाईहरुले के यिनीहरु मध्ये कुनै फर्मुलामा जान सक्छ? हेर त a - b को होल स्क्वायर र a + b को होल स्क्वायर को फर्मुलामा जान। यो पनि स्क्वायर हुनुपर्छ, यो पनि स्क्वायर हुनुपर्छ। यति हेर्न सकिदैन। अनि बिचको नम्बर मिल्ने, जस्तै यो y स्क्वायर भने y को स्क्वायर हो, 9 भनेको 3 को स्क्वायर हो। ल यो पनि स्क्वायरमा छ, यो पनि स्क्वायरमा छ भने यो त a + b को होल स्क्वायर को फर्मुलामा जान सक्छ नि त। हो यसरी चाहिँ हामीले के गर्नुपर्छ सोच्नुपर्छ। दुवैलाई के a + b को होल स्क्वायर को फर्मुलामा लैजान मिल्छ? मिल्छ भने यो र यो त स्क्वायर हुनु पर्यो नि त। यो y स्क्वायर छ, यहाँनिर अब 4 भएको भए, यहाँनिर 4 भएको भए अब पनि जहाँ लैजान मिल्थ्यो होला। हेरौं, यो र यो दुवै टर्म हाम्रो यदि स्क्वायरमा छ भने मात्रै त्यसलाई के गर्नु मिल्छ त a + b को होल स्क्वायर को फर्ममा लैजान मिल्छ। मतलब तपाईहरुले यहाँ बुझ्नु पर्यो कि y + 3 को होल स्क्वायर गर्दा कति आउँछ? यो आउँछ a स्क्वायर भने y स्क्वायर प्लस 2a भने y, b भने 3 प्लस b स्क्वायर भने 3 को स्क्वायर हो। यो भनेको y स्क्वायर 3 2 जा 6y प्लस 9। तपाईहरुले y + 3 को होल स्क्वायर कहीं देख्नु भयो भने यो लेख्न सक्नु पर्यो एउटा। अथवा तपाईले y स्क्वायर प्लस 6y प्लस 9 देख्नु भयो भने पनि y + 3 को होल स्क्वायर लेख्न जान्नु पर्यो क्या। यो भयो भने यो लेख्न जान्नु पर्यो, यो भयो भने यो लेख्न जान्नु पर्यो। नर्मल्ली फ्याक्टराइजेसनमा तपाईहरुलाई यसरी खोल्ने प्रब्लम आउँदैन। कहीं फ्याक्टराइजेसनमा तपाईहरुको यदि यस्तो आयो भने म्याक्सिमम टाइम्स याद गर्नुस् है। a बस्दै यहाँ y + 3 को होल स्क्वायर आयो भने कहीं पनि हाम्रो फ्याक्टराइजेसनमा तपाईहरुले यसलाई नर्मल्ली है, नर्मल्ली तपाईहरुले y स्क्वायर प्लस 2ab प्लस b स्क्वायर यस्तो गर्ने खालको हामीले कहिले काहीँ कतै पनि यस्तो खालको आउँदैन फ्याक्टराइजेसन गर्दा। यो खोलेर यस्तो बन्ने खालको त्यहाँ फ्याक्टराइजेसनमा युजै हुँदैन। कहीं तपाईहरुले y + 3 को होल स्क्वायर देख्नु भयो भने तपाईहरुले जहिले पनि फ्याक्टराइजेसनमा नर्मल्ली y + 3 * y + 3 युज गर्नुपर्छ। यो मैले फर्मुला प्रयोग गर्ने भनिरहँदा y + 3 को होल स्क्वायर देखेर तपाईहरुले फ्याक्टराइजेसन गर्दा यो राखेर प्राय जसो प्रब्लम मिल्दैन। यदि a + b को होल स्क्वायरमा छ भने यो खालको चाहिँ हामीले म्याक्सिमम प्रब्लम सल्भ गर्दा हामीले यसरी युज गर्छौं। भन्नुको मतलब यहाँ तपाईहरुले कस्तो दियो भने चाहिँ के गर्न सक्नु पर्यो। यहाँ हेर न, यस्तो चाहिँ भयो भने तपाईहरुले फ्याक्टराइजेसन कस्तो गरेर जान्नु पर्यो। तपाईलाई यो दिन्छ y स्क्वायर प्लस 6y प्लस 9 दिन्छ। यो भनेको के हो त a स्क्वायर हो। y भने a स्क्वायर प्लस 2 a को ठाउँमा y, b को ठाउँमा 3 प्लस b स्क्वायर भने 3 को स्क्वायर। अनि यो भनेको a स्क्वायर प्लस 2ab प्लस b स्क्वायर भनेको त a प्लस b को होल स्क्वायर हो। यो भने के हो त y + 3 को होल स्क्वायर हो। तपाईलाई यो दिन्छ, यो दिएपछि तपाईले यो लेख्न जान्नु पर्यो। आखिर योबाट यो लेख्न तपाईलाई पहिलेदेखि आउँछ नि त। तर यो दिएको बेला यानी कि y स्क्वायर प्लस 6y प्लस 9 दिएको बेला भने y + 3 को होल स्क्वायर लेख्न जान्नु पर्यो। यो हेर्ने बित्तिकै कसरी थाहा हुन्छ हेर त। यो y स्क्वायर भने y को स्क्वायर अनि लास्टमा 9 भने 3 को स्क्वायर हैन हो। यस्तो मिल्यो भने के यो 2 बिचको 6y मिल्छ कि मिल्दैन 2ab मा, त्यसलाई हेर्नुस्। यदि मिल्छ भने सिधै लेख्नुस् यो y + 3 को होल स्क्वायर। र तपाईहरुले यो खोलिरहँदा मैले फेरि भने तपाईहरुलाई चाहिँ यो दुईटा कुरा दिमागमा राख्नु पर्यो। कहीं तपाईको फ्याक्टराइजेसनमा यस्तो खालको प्रब्लम आउँछ भने, यस्तो खालको प्रब्लम आउँछ भने यानी कि a + b को होल स्क्वायर कहीं आउँछ, कुनै टर्मको होल स्क्वायर कहीं आउँछ भने तपाईहरुले म्याक्सिमम टाइम्स यसलाई हामीले यसरी सल्भ गर्दा मात्र मिल्ने प्रब्लम आउँछ। यसलाई खोल्नु पर्ने प्रब्लमहरु कम हुन्छ। नर्मली हामीले फर्मुला प्रयोग गर्ने भनिरहँदा तपाईहरुले के गर्न थाल्नुहुन्छ त, हामीले फ्याक्टराइजेसनमा यसलाई खोलेर सल्भ गर्यो भने त के गर्ने, त्यसलाई फेरि फ्याक्टराइजेसन गरेर यसैमा ल्याउने। त्यही भएर यसलाई खोलेर सल्भ गर्नु हाम्रो आइडिया होइन। यसलाई यसरी राख्दियो भने चाहिँ म्याक्सिमम टाइम सल्भ हुन्छ। र तपाईले अर्को कुरा के गर्न जान्नु पर्यो भन्दा यदि क्वेशनमा यस्तो फर्ममा दिएको छ भने, यस्तो फर्ममा दिएको छ भने यसबाट a + b को होल स्क्वायरमा लेख्न सक्नु पर्यो। त्यो हेर्दै थाहा हुन्छ यो y स्क्वायर हो, यो पछाडीको टर्म कुनै नम्बरको स्क्वायर आउनु पर्यो। यस्तो भयो भने कहिले हुँदैन के y स्क्वायर प्लस 6y तर यहाँ 7 आयो। हेर्नुस् त y त स्क्वायरमा छ, यो लास्टको नम्बर स्क्वायरमा छैन नि। यदि स्क्वायरमा छैन भने त्यसलाई a + b को होल स्क्वायरको फर्मुला लैजानै मिल्दैन। यहाँ हेर्नुस् न यो y स्क्वायर छ, पछाडीको नम्बर 3 स्क्वायर छ, यो पनि स्क्वायर यो पनि स्क्वायर भएपछि बल्ल हामीले के गर्न मिल्यो
यसलाई यसरी लेख्न पाइन्छ। यो दुईटा कुराहरू तपाईले फ्याक्टराइजेसनमा स्पेशली ध्यान दिनु पर्ला। मैले युज अफ फर्मुला भन्ने बित्तिकै तपाईले के गर्नुहुन्छ, y + 3 को होल स्क्वायर चाहिँ a² + 2ab + b² मा गर्न थाल्नुहुन्छ के। त्यो गर्नु भनेको होइन, यसलाई चेन्ज गरेर यता पहिले लैजानु चाहिँ त्यो a + b को होल स्क्वायर र a - b को होल स्क्वायरलाई युज गर्नु भने हो मैले। यसलाई खोलेर यो बनाउनु भयो भने कहिले सल्भ हुँदैन है, फ्याक्टराइजेसन सल्भै हुँदैन। किनकि हामीले फ्याक्टराइजेसन गर्दा यसलाई खोलेर फेरि यही गर्ने, यसलाई फेरि फ्याक्टराइज गर्नु भने यही नै आउँछ, सल्भ कहाँ आउँछ त्यहाँ। त्यही भएर कहिले पनि तपाईहरुले मैले फेरि पनि भने है, यो फर्मुला प्रयोग गर्नु भनिरहँदा यदि काहीँ a - b को होल स्क्वायर वाला टर्म आयो भने यसलाई खोल्ने होइन, यसलाई तपाईहरुले गर्नुपर्छ कि a - b मल्टिप्लाइड बाइ a - b गर्नुस् है। यसलाई खोल्ने होइन, खोलो भने यो कदाचित सल्भ हुँदैन। फ्याक्टराइजेसन गर्ने क्रममा मैले युज अफ फर्मुला भनिरहँदा तपाईहरुले यसलाई तपाईहरुले खोल्दिनु भयो भने त्यो सल्भ हुँदैन। यसलाई खोल्ने होइन, यसलाई हामीले गर्ने चाहिँ के हो, यसरी लेख्ने हो। यदि यस्तो टर्म आएको छ भने चाहिँ यसलाई a + b को होल स्क्वायरमा लेख्न जान्नु पर्यो। यो फर्स्ट टर्म र लास्ट टर्म कुनैको पर्फेक्ट स्क्वायर भएको केसमा मात्रै आउँछ। जस्तै यहाँ फर्स्टमा y स्क्वायर छ, हेर्नुस् त, यहाँ बिचमा हामीले नलेखौँ एकछिन, लास्टमा के छ 3 को स्क्वायर छ, हो हैन हो, भनेपछि बिचमा फर्मुलामा 2a आउँछ, यो y भयो, यहाँबाट 3 आउँछ भने 3 2 जा 6 y ठ्याक्कै मिल्यो, यो y + 3 को होल स्क्वायरमा लेख्न मिल्छ। भनेको यो तपाईहरुलाई मैले क्लियर बनाइदिए होला है। सबैबाट कमन आउँछ, पहिलो कुरा कमन निकाल्नुस्। यदि यो a + b को होल स्क्वायरमा छ भने यसलाई फर्मुलामा खोल्ने होइन, यसलाई यसरी राख्ने। तर यस्तो फर्ममा दिएको छ, a² + 2ab + b² मा दिएको छ। यो भने चाहिँ यस्तो भयो के, हामीलाई दिएको चाहिँ कस्तोमा हो, a² + 2ab + b² मा हो। हामीले यसलाई कन्भर्ट केमा गर्यौं, हामीले यसलाई कन्भर्ट गर्यौं a + b को होल स्क्वायरमा के। यो चाहिँ हामीले जान्नुपर्छ फ्याक्टराइजेसन, योबाट यो कन्भर्जन गर्नु चाहिँ जान्नु पर्यो। यसको लागि a र b पर्फेक्ट स्क्वायर हुनु पर्यो, यानी कि पर्फेक्ट y² यतापटि नम्बरको स्क्वायर गर्दा 14 को स्क्वायर आउने, 3 को स्क्वायर आउने, 4 को स्क्वायर आउने, एक्ज्याक्ट आउने चाहिँ हुनु पर्यो। र अन्तिममा केही भएन, मैले भनेका केही पनि कुरा भएन भने अन्तिम विकल्प हो मिडल टर्म ब्रेक। हामी यसमा मिडल टर्म ब्रेकको बारेमा एउटा प्रब्लममा के गर्नेछौं, सल्भ गर्नेछौं मिडल टर्म ब्रेक। केही भएन भने ल स्टेप 1 पनि फल्स आयो, स्टेप 2 पनि फल्स भयो भने स्टेप 3 मा हामीले गर्ने चाहिँ मिडल टर्म ब्रेक हो। अब तपाईहरुलाई म यो प्रब्लमलाई, माथि हामीले लेखेको प्रब्लमलाई सल्भ गर्नतिर लाग्यो है त। हामी पहिलो स्टेपमा जाउँ त। पहिलो स्टेपमा यसले के भनेको छ भन्दा टेक अ कमन फ्रम अल। यदि सबैमा कमन छ भने कमन निकाल। यहाँ x छ, यहाँ x छ के, लास्टको टर्ममा x छ छैन नि, मतलब सबैकोबाट त कमन निकाल्न मिल्दैन। यो कुरा त त्यो मिलेन, नमिल्ने कुरालाई हामीले गर्न सकिदैन। टेक अ कमन फ्रम अल भन्ने कन्सेप्ट चाहिँ यहाँनिर मिलेन। नमिलेपछि हामी जाउँ के भन्दा, अब सेकेन्ड स्टेपमा हामीले गर्ने के हो त, मिडल टर्म ब्रेक गर्ने हो। मिडल टर्म ब्रेक कसरी गर्ने भन्दा, यहाँ 6 छ हेर है, 6 लाई हामीले के गर्नु पर्यो त भन्दा 2 3 जा 6 भयो। राम्रोसँग ध्यान दिनु, कति भयो त 2 3 जा 6 भनेछिन दुईटा यस्तो नम्बर खोज्नु पर्यो जसलाई मल्टिप्लाई गर्दा 6 होस्। लास्टको नम्बर सम्झिदा कसरी सम्झिने, यो मल्टिप्लाई गर्दा, यो के गर्दा मल्टिप्लाई गर्दा कति हुनु पर्यो, यहाँको नम्बर हुनु पर्यो, यानी कि 6 हुनु पर्यो। मल्टिप्लाई गर्दा 6 हुनु पर्यो र यहाँ प्लस छ, यहाँ प्लस र माइनसको मतलब छ है। एड गर्दा चाहिँ के हुनु पर्यो त, यहाँको नम्बर हुनु पर्यो। मल्टिप्लाई गर्दा 6 हुने र एड गर्दा 5 हुने दुईटा नम्बर भनेको 2 र 3 हो। अब हामी के गर्छौं त, यो मिडल टर्म जुन -5x छ यसलाई हामीले कसरी ब्रेक गर्छौं भन्दा, यसलाई ब्रेक गर्छौं 2 + 3 अनि बल्ल लेख्छौं x + 6। अब यहाँनिर के गरौं भन्दा, x² को x² -2x को -2x, माइनस र प्लस माइनस हुन्छ, 3x को 3x + 6। अब यो स्टेपमा यहाँनिर कन्फ्युजन नहुनुहोस् है, माइनस भएपछि 2x हुन्छ, तर यहाँनिर यो माइनस र यो प्लस मल्टिप्लाई गर्दा माइनस हुन्छ, यो 3 र x मल्टिप्लाई गर्दा 3x हुन्छ, 6 को 6 हुन्छ है। यहाँनिर x र x² बाट कमन आउँछ x
एक्स र एक्स स्क्वायरबाट कति कमन आउँछ यक्स र एक्स स्क्वायरबाट कमन आउँछ यक्स कमन आइसकेपछि बाँकी बस्यो कति बाँकी बस्यो एक्स माइनस 2 यहाँ एक्स र एक्स स्क्वायरमा कमन आउँछ एक्स स्क्वायरबाट अब तपाईहरुलाई मैले पहिला पनि सिकाएको थिएँ है यो कमन निकाल्ने आइडिया तैपनि कन्फ्युजन छ भने जेले कमन निकालेको त्यो डिभाइड गर्ने हो जस्तै एक्स ले कमन निकाल्यो भने तपाईहरुले के गर्ने एक्स स्क्वायरलाई पनि एक्स ले डिभाइड गर्नुपर्छ 2x लाई पनि x ले डिभाइड गर्नुपर्छ यो र यो काट्यो दुईटा x मा यो त माथि x स्क्वायर भनेको दुईटा x हो दुईटा x मा एउटा x काट्नेछ एउटा x बाँकी बस्छ भनेपछि बाँकी भयो x माइनस 2 मैले सिधै लेखेको छु 3 र 6 को कमन भनेको दुवैलाई डिभाइड गर्ने सबभन्दा ठूलो नम्बर भनेको एचसीएफ हो 3 र 6 मा दुवैलाई डिभाइड गर्ने ठूलो नम्बर भनेको 3 हो त 3 कमन लिँदा हाम्रो कति हुन्छ भन्दा माइनस 3x/3 हुन्छ प्लस यो कति हुन्छ 6/3 हुन्छ माइनस र माइनस क्यान्सल भएर गयो 3 2 जा 6 यानी कि मैले 3 मात्र कमन लिने हो भने यो हुन्छ माइनस x प्लस 2 अब यहाँ ध्यान दिऊ यहाँ x माइनस 2 छ यहाँ आयो माइनस x प्लस 2 डिफरेन्स के छ हेर्नुस् त यहाँ माइनस छ यहाँ प्लस छ यहाँ माइनस छ यहाँ प्लस छ यानी कि दुवैमा साइनको मात्रै फरक छ साइनको मात्रै फरक भएको हुनाले गर्दा मैले यहाँ प्लस 3 मात्रै कमन लिन्न माइनस 3 कमन लिन्छु अब माइनस 3 कमन लिँदा के हुन्छ हेर्नुस् त माइनस 3 कमन लिँदा यो माइनस 3 कमन लिइसकेपछि भित्र बाँकी बस्छ 3x माइनस 3x लाई माइनस 3 ले मल्टिप्लाई गर्ने र प्लस 6 लाई पनि के गर्ने माइनस 3 ले मल्टिप्लाई गर्ने यो माइनस 3 आयो माइनस 3 र माइनस 3 क्यान्सल भएर गयो x अनि यो प्लस र माइनस माइनस 3 2 जा 6 ल माइनस 3 कति आउँछ x माइनस 2 आउँछ अब हेर्नुस् त यहाँ के भयो भन्दा दुवै साइडमा x माइनस 2 आयो दुवै साइडमा x माइनस 2 आयो भने सुरुमा हामी के गरौँ यो x माइनस 2 लाई लेखौँ अब x माइनस 2 लाई छोप त पछाडिको x माइनस 2 लाई अगाडि कति छ x माइनस 2 लाई छोप त यहाँ कति छ माइनस 3 र यो भयो कति त x माइनस 2 x माइनस 3 यो फर्स्ट एक्सप्रेसनलाई सल्भ गर्दा हाम्रो आएको एउटा के हो त एक्सप्रेसन हो र यसलाई हामी सल्भ गरि पनि सकायौं अब सेकेन्ड एक्सप्रेसनमा जाउँ सेकेन्ड एक्सप्रेसन छ सेकेन्ड एक्सप्रेसन कति छ भन्दा यो छ x स्क्वायर माइनस 9 ल पहिला सुरुमा हेर त हामीले फेरि एउटा कुरा है तपाईहरुले मैले यो आयो भने नखला यो आयो भने नखला तर यो ठ्याक्कै मिल्यो भने चाहिँ तपाईहरुले खोल्ने हो है यसको फर्मुलामा a + b a - b मा खोल्ने हो भने यो a - b को होल स्क्वायरलाई चाहिँ नखोला a + b को होल स्क्वायरलाई नखोला तर नखोल्ने चाहिँ भनेको तर यतापटि छ भने यो लेख्न चाहिँ पर्यो यसै चाहिँ लेख्न जान्नु पर्यो तर y + 3 को होल स्क्वायरलाई खुलेर यो लेखे चाहिँ सल्भ हुँदैन कहिले पनि यो साइडमा छ भने यानी कि y स्क्वायर + 6y + 9 छ भने त्यसलाई y + 3 को होल स्क्वायर लेख्न जान्नु पर्यो तर त्यो y + 3 को होल स्क्वायरलाई खुलेर यतापटिको चाहिँ लेख्नु भएन जब हामीले फ्याक्टराइजेसन गरिरहेका छौं भने तर a स्क्वायर - b स्क्वायर को फर्म एक्ज्याक्ट छ भने त्यहाँ चाहिँ a + b र a - b को फर्मुलामा हामीले खोल्नु पर्छ फेरि भने है मैले तपाईहरुलाई एउटा कुरा ध्यान दिनुस् त यदि x + 3 को होल स्क्वायर आयो x - 3 को होल स्क्वायर आयो यस्तो बेलामा तपाईहरुले फ्याक्टराइजेसन गर्ने नाउँमा यसरी खोल्नु भयो भने यो सल्भ हुँदैन मैले भने यो सल्भ हुँदैन यसलाई a स्क्वायर - 2ab + b स्क्वायर यसरी कहिले पनि सल्भ हुँदैन तपाईहरुले a + b को होल स्क्वायर a - b को होल स्क्वायर आयो भने दुईचोटी मल्टिप्लाई गर्ने फ्याक्टराइजेसन गर्ने नै हो तर a स्क्वायर - b स्क्वायर को फर्ममा जाने यो भनेको त a स्क्वायर b हो भने 3 को स्क्वायर यो त फर्मुलामा गयो नि हो यो चाहिँ हामीले फर्मुलाबाटै खोल्नु पर्छ तर यो दुईटा फर्ममा आयो भने यसलाई फर्मुलामा खोल्ने हैन यसलाई दुईचोटी यसरी मल्टिप्लाई गरेर लेख्ने हो दुईचोटी मल्टिप्लाई गरेर लेख्ने यस्तो आयो भने है a स्क्वायर - b स्क्वायर मा आयो भने फर्मुलामा खोल्ने a + b को होल स्क्वायर मा आयो a - b को होल स्क्वायर मा आयो भने यसरी फर्मुलामा नखोल्ने यसरी दुईचोटी मल्टिप्लाई गर्ने तर यो दिएको छ भने यसलाई a + b को होल स्क्वायर मा राख्न जान्नु पर्यो र a स्क्वायर - b स्क्वायर मा आएको छ भने चाहिँ यसलाई फर्मुलामा खोल्नुस् फेरि मैले यो कुरालाई रिपिट गर्छु ल एकचोटी तीनटैलाई एक्जाम्पल दिँदै हेर त तपाईहरुलाई मानौ यसरी दिएको छ x स्क्वायर + 4x + 4 यसलाई दियो क्वेशनमा यसलाई सल्भ गर्नुस् भनेर दियो तपाईहरुले यसलाई कसरी सल्भ गर्नुहुन्छ हेर त x स्क्वायर को x स्क्वायर अनि
प्लस यहाँ लास्टमा 4 भनेको 2 को स्क्वायर हो, स्क्वायर भन्दा बाहेकको भनेको b हो, स्क्वायर भन्दा बाहेकको यो a हो भनेपछि 2a भनेको x, b भनेको 2। यो स्क्वायर भन्दा बाहेकको x भनेको a, स्क्वायर भन्दा बाहेकको x भनेको 2, यानी कि यो ठ्याक्कै के भयो, a स्क्वायर प्लस 2ab प्लस b स्क्वायर भयो। अब यसलाई a प्लस b को होल स्क्वायर लेख्न पाइन्छ। a भने स्क्वायर भन्दा बाहेकको x हो, b भन्दा स्क्वायर भन्दा बाहेकको 2 हो, यसलाई यसरी लेख्नुपर्छ। कुरो बुझ्नुभयो? अब मलाई क्वेशनमा यस्तो आयो भने चाहिँ मैले यस्तो गर्न पाउँछु, गर्ने नै यही हो। यो गरिसकेपछि हामीले अर्को स्टेप के गर्छौं, जहिले पनि यो गरिसकेपछि यसलाई अर्को स्टेप गर्ने भनेको x प्लस 2 मल्टिप्लाई गरिने यो स्टेप जहिले पनि फ्याक्टराइजेसनमा हामीले यही गर्छौं। तपाईहरुले कहिले पनि झुकेर x प्लस 2 को होल स्क्वायर आयो भने यसलाई जान्ने भएर यो a स्क्वायर प्लस 2ab प्लस b स्क्वायरमा खोल्नु भयो भने त्यो कहिले पनि सल्भ हुँदैन। यसलाई जहिले पनि यस्तै गर्नुपर्छ। तर कुनै क्वेशनमा तपाईको x स्क्वायर माइनस 4 आयो, यो x स्क्वायर माइनस 4 भनेको कति, 2 को स्क्वायर। यहाँ हेर्नुस्, स्क्वायर भन्दा बाहेकको x भनेको a हो, स्क्वायर भन्दा बाहेकको 2 भनेको b हो, त्यही भएर यहाँ a भनेको x हो, b भनेको 2 हो। a स्क्वायर माइनस b स्क्वायर गर्दा कति हुन्छ त भन्दा यो a प्लस b a माइनस b गर्दा x प्लस 2 x माइनस 2 हुन्छ। यो चाहिँ खोल्न पाइयो। अन्तिममा मैले के भने a प्लस b को होल स्क्वायरमा तपाईहरुले खोल्ने हैन, यसरी लेख्ने हो। तर यसरी दिएको छ भने चाहिँ a प्लस b को होल स्क्वायरमा राख्न जानु पर्यो। र यदि क्वेशनमा a स्क्वायर माइनस b स्क्वायर को फर्म आएको छ भने चाहिँ यसलाई जहिले पनि तपाईहरुले a प्लस b र a माइनस b मा खोल्नुस्। अब यसमा हेर्नुस् त, यसमा त ठ्याक्कै तपाईहरुले चाहिँ a स्क्वायर भने x स्क्वायर, यहाँनेर 9 भने 3 को स्क्वायर हो, त्यसो भए स्क्वायर भन्दा बाहेकको x भनेको a हो, स्क्वायर भन्दा बाहेकको यो 3 भनेको b हो। स्क्वायर भन्दा बाहेकको है a हेर्दा कसरी हेर्ने, स्क्वायर भन्दा बाहेकको x यो a हो, स्क्वायर भन्दा बाहेकको 3 यो b हो, र हाम्रो फर्मुला हुन्छ a प्लस b a माइनस b, यानी कि यो हुन्छ x प्लस 3 x माइनस 3। अब हामीलाई चाहिएको के हो त, HCF होइन। HCF भनेको दुवैमा जे छ त्यही त HCF हो नि, भनेको यसमा पनि x माइनस 3 छ, यसमा पनि x माइनस 3 छ, दुवैलाई हामीले भएको हुनाले गर्दा HCF भनेको कति हुन्छ त हाम्रो x माइनस 3 हुन्छ। ल है त, एउटा क्वेशन हामीले सल्भ गर्यौं, त्यो पनि 8 को a। अब हामी जान्छौं के त 8 को b मा। ल अब हामी के गरौँ त, 8 को a लाई हामी सल्भ गरिसक्यौं। अब पालो भनेको हाम्रो 8 को b हो। यो तीनटा स्टेपलाई तपाईहरुले कहिले नबिर्सिनु होला, मैले मेट्दा पनि मेट्दिन। ल अब हामी 8 को b गर्दै छौं है, 8 को b गर्दै छौं, 8 को b। ल 8 को b। अब यसमा के भनेको छ है त, हाम्रो 8 को b मा यसमा भनेको छ यस्तो, 8 को b फर व्हाट भ्यालु अफ x, फर व्हाट भ्यालु अफ x। यो पेज नम्बर 478 के हो, सेट 1 नै हो। पेज नम्बर कतिको हो त, 478 के हो, पेज नम्बर 478 को 8 को a। फर व्हाट भ्यालु अफ x, x को कति भ्यालु को लागि क्वेशन के भनेको छ भन्दा द भ्यालु अफ x स्क्वायर माइनस 5x प्लस 6 becomes 0। यो हाम्रो क्वेशन हो। भनेको x को भ्यालु कति भयो भने x स्क्वायर माइनस 5x प्लस 6 चाहिँ 0 हुन्छ त। x को भ्यालु कति भयो भने x स्क्वायर माइनस 5x प्लस 6 चाहिँ के हुन्छ, 0 हुन्छ। भनेको यहाँ के भनेको हेर्नुस् त, यसमा भनेको के हो त भन्दा x को भ्यालु कति भयो भने x स्क्वायर माइनस 5x प्लस 6 चाहिँ 0 हुन्छ। यसमा हामीले x को भ्यालु क्वाड्रेटिक इक्वेसन भन्छ यसलाई। यसमा कति छ, पावर 2 छ। पावर 2 हो भने जहिले पनि हामीसँग दुईटा भ्यालु आउँछ। x को दुईटा के हुन्छ, पोसिबल भ्यालु हुन्छ।
यसलाई पनि पहिला काम के गर्ने इक्वल्स टु 0 लेख्ने। अब लेफ्ट साइडलाई मैले फ्याक्टराइजेसन गर्छु। सेम अगाडिको क्वेशन भएको हुनाले मैले यसलाई धेरै टाइम वेस्ट गर्दिन, सरल सल्भ गर्छु। हेर है त, यो x² भयो, यो 5 भनेको कति हुन्छ 2 + 3 x + 6 = 0। सेम अगाडिको क्वेशन भएको हुनाले मैले टाइम वेस्ट गरिन। x² - 2x - 3x + 6 = 0 और x कमन x - 2 - 3 कमन x - 2 = 0। अब हामीले यसलाई सल्भ गर्दा x - 2 एउटा र अर्को छ x - 3 = 0। अब यहाँ पुगिसकेपछि तपाईलाई यहाँसम्म त सरल एकै स्टेपमा गइहाल्यो। यो दुईटाको प्रोडक्ट 0 छ। यहाँ हेर त, दुईटाको प्रोडक्ट 0 छ। यो दुईटालाई मल्टिप्लाई गर्दा 0 छ भने त्यो कतिखेर पोसिबल हुन्छ? जतिखेर कि त यो 0 हुनुपर्छ कि त यो 0 हुनुपर्छ। यानी कि दुईटाको प्रोडक्ट 0 हुँदा कि त फर्स्ट टर्म x - 2 0 हुनुपर्छ कि त सेकेन्ड टर्म x - 3 0 हुनुपर्छ। दुईटाको प्रोडक्ट 0 हुँदा के हुन्छ भन्दा कि त तिमीले चाहिँ कि त के हुनु पर्यो x - 2 0 हुनु पर्यो। यहाँ बुझ न, यहाँ 0 छ भने यहाँ त 0 * b भयो नि 0, अथवा 0 * a * 0 भए पनि 0 हो। तर दुईटै भ्यालु 0 हुन सक्दैन। किन सक्दैन भन्दाखेरि के नि के त भ्यालु छ नि, त्यतिकै दुवै 0 त भन्न मिलेन नि। त्यही भएर दुईटै भ्यालु 0 हुने यहाँ केस आउँदैन। कि त a 0 भयो भने 0 हुन्छ। हेर त, a 0.b पनि 0 हो, कि त b 0 भयो भने 0 हुन्छ, a.0 पनि 0 हो। भनेको या त यो टर्म 0 भयो भने 0 हुने भयो, अथवा यो भएन भने यो 0 हुँदा पनि 0 हुनु भयो। यो -2 अर्को साइडमा जाँदा के हुन्छ, -2 अर्को साइडमा जाँदा +2 हुन्छ, र यो -3 अर्को साइडमा जाँदा के हुन्छ +3 हुन्छ, र यो -2 अर्को साइडमा जाँदा +2 हुन्छ, र यो -3 अर्को साइडमा जाँदा +3 हुन्छ। यसरी हामीले के गरौँ त, x को दुईटा भ्यालु निकालौं। यो दुईटा भ्यालु राख्दा चाहिँ माथिको एक्सप्रेसन 0 हुन्छ। अब यहीँबाट नि हेर्न सक्छौ। हेर त, 2 - 2 0, त 0 * यो टर्म 0 हुन्छ। यहाँ 3 आएपछि 3 - 3 0, 0 * यो टर्म गर्दा 0 हुन्छ। यानी कि x को भ्यालु दुईटा भएको केसमा 0 हुँदो रहेछ। त्यो भनेको एउटा x = 2 र एउटा x = 3। ल, सेट 1 को लागि यति। अब हामी सेट 2 को क्वेशन नम्बर 8 सल्भ गर्छौं है त। ल, सेट 2 को क्वेशन नम्बर 8। पहिले सेट 1 थियो, अब सेट 2 को। यो पेज नम्बर कतिमा छ भन्दा यो छ पेज नम्बर, सेट 2 को क्वेशन नम्बर 8 कतिमा छ, यो छ तपाईको पेज नम्बर हाम्रो 8 मा खासै सेट 2 मा अर्कै प्रब्लम छ। त्यही भएर हाम्रो सेट 2 एउटा गर्नु परेन, हामी जान्छौं सेट 3 मा। सेट 3 को 8 नम्बरमा 7 8। ल, पेज 482, सेट 3 को क्वेशन नम्बर 8, पेज 482 को क्वेशन नम्बर 8, पेज 482। यो कतिको सेट 3 को। सेट 2 को 8 मा अरु नै क्वेशन छ। त्यही भएर सेट 3 को पेज 282 र क्वेशन नम्बर 8 हेरौं। सेट 3 को, सेट 2 मा हामीले नपढेको क्वेशन भएको हुनाले म सिधै सेट 3 मा गएँ। सेट 3 मा के भनेको छ हेर त, फाइन्ड द HCF अफ द गिवन एक्सप्रेसन। क्वेशन चाहिँ छोटो छ, हामीले सार्दिन पनि केही प्रब्लम भएन। फाइन्ड द HCF अफ गिवन एक्सप्रेसन, अफ गिवन एक्सप्रेसन। हाम्रो एक्सप्रेसन कस्तो खालको छ हेरौं त। यो छ एउटा छ a² + 5a + 6 र अर्को एक्सप्रेसन छ के भन्दा a² + 7a + 10। हामीसँग भएका दुईटा एक्सप्रेसनहरु यस्ता खालका छन्। ल, अब हामी के गरौं त, यो दुईटाबाट युज गरेर यसको के निकालौं त, HCF निकालौं। पहिलो सुरुमा हामी के गरौं, फर्स्ट एक्सप्रेसन भनेको हाम्रो हुन्छ a² + 5a + 6। अगेन 6 छ, उस्तै उस्तै भयो है। यो त अगाडिको जस्तै त हो नि, यहाँ -5 थियो, यहाँ अहिले के रे, यहाँ -5 अहिले +5 छ। यो मल्टिप्लाई गर्दा 6 र जोड्दा 5 आउने दुईटा नम्बर खोज्नु पर्यो। त्यो भने के हो त 2 र 3 हो। भनेपछि यहाँ लेखौं 2 + 3 a + 6।
अब यसलाई हामी फास्ट गरिहालौँ त a स्क्वायर 2 र a मल्टिप्लाई गर्दा 2a 3 र a मल्टिप्लाई गर्दा 3a प्लस 6 यो आउँछ a कमन निकाल्दा यो आउँछ a प्लस 2 र प्लस 3 कमन निकाल्दा यो आउँछ a प्लस 2 र हाम्रो समग्रमा के आयो त हाम्रो समग्रमा आयो a प्लस 2 र a प्लस 3 ल सेकेन्ड एक्सप्रेसन गरौँ त सेकेन्ड एक्सप्रेसनमा हेर्नुस् कति छ हामीसँग छ a स्क्वायर प्लस 7a प्लस 10 10 छ दुईटा यस्तो नम्बर खोज्नु पर्यो जसलाई मल्टिप्लाई गर्दा 10 आओस् मल्टिप्लाई गर्दा कति आओस् 10 आओस् यहाँ बीचमा सिम्बल के छ 8 को छ भनेपछि 8 गर्दा कति आउनु पर्यो दुईटा नम्बर 7 आउनु पर्यो दुईटा यस्तो नम्बर खोज्नुस् जसलाई मल्टिप्लाई गर्दा 10 होस् तर जोड्दा कति होस् जोड्दा 7 होस् दुईटा यस्तो नम्बर खोज्नुस् जसलाई मल्टिप्लाई गर्दा 10 होस् तर जोड्दा चाहिँ 7 होस् दुईटा यस्तो नम्बर खोज्नु पर्यो जसलाई मल्टिप्लाई गर्दा 10 होस् र जोड्दा चाहिँ 8 होस् यो खालका उसलाई हामी के भन्छौं सेकेन्ड एक्सप्रेसन दुईटा यस्तो नम्बर खोज्नु पर्यो जसलाई मल्टिप्लाई गर्दा कति होस् 10 होस् एड गर्दा कति होस् 7 होस् बुझ्नुभयो दुईटा यस्तो नम्बर खोज्नु पर्यो जसलाई मल्टिप्लाई गर्दा 10 होस् तर एड गर्दा यो 7 होस् मल्टिप्लाई गर्दा 10 एड गर्दा 7 ल सोच्नुस् त दुईटा नम्बर के हो दुईटा नम्बर के हो त दुईटा नम्बर हो 2 र 5 हेर्नुस् त यसलाई मल्टिप्लाई गर्दा कति 10 जोड्दा कति यसलाई 7 अब भनेपछि हामीले फ्याक्टराइजेसन कसरी गर्ने त a स्क्वायर प्लस 2 प्लस 5a प्लस 10 ल मैले यहाँनिर यतापट्टि साइडमा गर्छु ल यसको बाँकी फ्याक्टराइजेसन यहाँनिर a स्क्वायर को a स्क्वायर प्लस 2 र a मल्टिप्लाई गर्दा 2a प्लस 5 र a मल्टिप्लाई गर्दा 5a र 10 इक्वल्स टु a स्क्वायर र a बाट कमन आउँछ a यहाँ बाँकी बस्छ a प्लस 2 5 र 10 बाट कमन आउँछ 5 यहाँ हुन्छ a प्लस 2 दुवैमा a प्लस 2 छ भने यो कति आयो त a प्लस 2 a प्लस 5 आयो ल हेर है अब लेख्ने तरिका चाहिँ मैले फास्ट किन गर्ने किनकि दुवैमा a प्लस 2 छ a प्लस 2 लेख्ने अनि बाँकीकोलाई लेख्ने हो अब यहाँ पनि a प्लस 2 छ यहाँ पनि a प्लस 2 छ दुवैमा जे छ त्यही हो HCF त्यसो भए HCF हाम्रो कति आउँछ हाम्रो HCF आउँछ a प्लस 2 ल यति गरेपछि त HCF आइहाल्यो जस्ट फ्याक्टराइजेसन गर्ने आफ्टर फ्याक्टराइजेसन हल्का सल्भ गर्ने बित्तिकै हामीले चाहिँ के आउँछ त HCF आइ नै हाल्छ ल अब यस पछाडि हाम्रो अर्को भ्यालु छ अर्को प्रब्लम छ त्यसलाई सल्भ गर्नु है त ल यसलाई कपी गरिहाल्नुस् ल यसलाई मैले मेटेँ हामीसँग अर्को प्रब्लम छ त्यो भने 8 को b हो 8 को b मा छ के भन्दा 3x स्क्वायर इक्वल टु 27 र 20 यसबाट x को भ्यालु निकाल्नु पर्यो पहिला सुरुमा त यो हुन्छ x स्क्वायर को भ्यालु निकाल्दा तपाईलाई थाहा नै छ 27/3 हुन्छ र यो x स्क्वायर इक्वल्स टु 9 हुन्छ अब 9 भने कतिको स्क्वायर 9 भने कतिको स्क्वायर 9 भनेको तपाईहरुलाई लाग्छ 3 को स्क्वायर मात्र हो 9 हो हुन पनि हो तपाईहरुले चाहिँ यसलाई होइन भन्ने ठाउँ छैन तर मलाई एउटा कुरा भन्नुस् त -3 को स्क्वायर चाहिँ कति हुन्छ यो पनि त 9 हुन्छ नि त भन्नुको मतलब किन हेर त -3 इन्टु -3 गर्दा त्रिज्या 9 त हो माइनस माइनस प्लस हुँदैन भनेपछि यहाँले तपाईहरुले के गर्न पाइन्छ भन्दा x स्क्वायर को x स्क्वायर भयो यो -9 भनेको प्लस माइनस दुवैको हुन्छ सिर्फ माइनस को प्लस को मात्र स्क्वायर होइन माइनस को पनि स्क्वायर हो अनि हाम्रो एउटा रुल के छ भन्दा तपाईहरुको माथिको पावर इक्वल भएपछि तलको बेस पनि इक्वल गर्न मिल्छ यसलाई हामीले म यसरी लेख्छु हेर त x को पावर a छ y को पावर अनि a छ यो दुईटै पावर सेम भयो भने तलका यिनहरुलाई बेस भनिन्छ बेसलाई पनि इक्वल गर्न पाइन्छ यानी कि x = y लेख्न पाइन्छ यहाँनेर पनि पावर 2 छ यहाँनेर पनि पावर 2 छ भने तलपट्टि यो x र प्लस माइनस 3 के हुन्छ इक्वल हुन्छ पावर सेम छ भने बेस पनि सेम हुन्छ यसको रिजल्ट के हुन्छ त x को भ्यालु प्लस माइनस 3 यही नै हाम्रो के हो त x को भ्यालु हो आन्सर भयो ल यसमा सल्भ गर्ने थियो सेट 3 पनि हामीले सकाइदियौ अब सेट 4 मा जाऊ सेट 4 मा क्वेशन नम्बर 8 ल सेट 4 को क्वेशन नम्बर 8
यो पेज नम्बर 484 मा छ है। सेट 4 को क्वेशन नम्बर 8 र पेज नम्बर 484 मा छ। पेज नम्बर 484 सेट 4 को क्वेशन नम्बर 8। पेज नम्बर 484 सेट 4 को क्वेशन नम्बर 8। ल क्वेशन नम्बर 8 को ए पेज नम्बर चाहिँ 484 मा छ है। तपाईहरुको सेट बुक को सेट 4 हो। तपाईले सेट 4 भनेपछि पेज नम्बर नि हुनु पर्यो 484 को सेट 4 को 8 को ए ठीक छ ल। सेट 4 को 8 को ए मा छ। अब हेरौँ है त 8 को ए मा। ल यो सानो छ त्यही भएर मैले यसलाई प्रब्लमलाई कपी गरे। तपाईहरुको 8 को ए मा यस्तो खालको प्रब्लम छ। Find the highest common factors. Find the HCF. Find the HCF of the given expression. Of given expressions. यहाँ कस्तो खालको एक्सप्रेसन छ हेर त। एउटा छ a स्क्वायर माइनस 25 र अर्को के छ? अर्को छ a स्क्वायर प्लस 2a माइनस 15। ल अब हामी जाउँ फेरि फर्स्ट एक्सप्रेसन र सेकेन्ड एक्सप्रेसनमा। ल हेर फर्स्ट एक्सप्रेसन यसमा के छ? यसमा छ a स्क्वायर माइनस 25। अब यो त तपाईहरुलाई मैले सुरुमै भनेको हैन a स्क्वायर माइनस b स्क्वायर मा जान्छ भने त्यसलाई फर्मुलामा खोल्ने भने हैन a प्लस b को होल स्क्वायर आयो पनि पो त्यसलाई यसरी लेख फर्मुलामा नखोल। तर a स्क्वायर प्लस 2ab प्लस b स्क्वायर आयो भने a प्लस b को होल स्क्वायर मा लेख भनेर सिकाएको। तर यसलाई त हामीले के गर्नुपर्छ? यसलाई त हामीले खोल्ने के हो त? a स्क्वायर माइनस b स्क्वायर को फर्मुला हो। यहाँनेर a भनेको के हो? यहाँनेर a भनेको स्क्वायर भन्दा बाहेकको हो। यहाँ a नै छ। b भनेको के हो? b भन्दा स्क्वायर भन्दा बाहेकको हो। यहाँ कति छ? 5 छ। अब a स्क्वायर माइनस b स्क्वायर का फर्मुला के हो? a प्लस b a माइनस b। यहाँनेर a प्लस b भनेको a प्लस 5 भयो। a माइनस b भनेको के भयो त? a माइनस 5 भयो। सक्यो। यति यसलाई अरु सल्भ गर्न मिल्दैन। अब हामी सेकेन्ड एक्सप्रेसनमा गइहालौँ। सेकेन्ड एक्सप्रेसन यहाँ के छ? a स्क्वायर प्लस 2a माइनस 15। ल यहाँ ध्यान दिनु। यहाँ अगाडि 1 भएसम्म यो तरिका एउटै हुन्छ। 1 बाहेक अरु भयो भने तरिका चेन्ज हुन्छ। मल्टिप्लाई गर्दा के आउनु पर्यो? मल्टिप्लाई गर्दा 15 आउनु पर्यो। तर यहाँ माइनस भएपछि के हुन्छ? सबट्र्याक्ट गर्दा त्यो कति आउनु पर्यो? 2 आउनु पर्यो। दुईटा यस्तो नम्बर खोज्नु पर्यो जसलाई मल्टिप्लाई गर्दा 15 आओस् तर अगाडि माइनस भएको कारणले गर्दा सबट्र्याक्ट गर्दा यसको 2 आओस्। दुईटा यस्तो नम्बर खोज्नु पर्यो जसलाई मल्टिप्लाई गर्दा 15 आओस् र सबट्र्याक्ट गर्दा 2 आओस्। भनेको यहाँ 5 र 3 लाई हामीले मल्टिप्लाई गर्ने हो भने यो 15 आउँछ। 5 माइनस 3 गर्ने हो भने 2 पनि आउँछ। यहाँ प्लस साइन भएको बेलामा जोडेर यो नम्बर लिएर आउने हो। यहाँ माइनस साइन भएको बेला घटाएर यो नम्बर ल्याउने हो। यहाँ अहिले माइनस साइन छ त्यही भएर दुईटा यस्तो नम्बर खोज्नु पर्यो जसलाई मल्टिप्लाई गर्दा 15 होस् तर सबट्र्याक्ट गर्दा कति होस् त? 2 होस्। त्यो भने obviously 5 र 3 हो। जहिले पनि ठुलोबाट सानो घटाउनुस् है। यहाँनेर 3 माइनस 5 गर्नु भने कुरो बुझ्यो नि। यहाँनेर जहिले पनि गर्ने के हो त? ठुलोबाट सानो नम्बरै घटाउने हो। यानी कि a स्क्वायर प्लस यहाँ हामीले के गर्नु पर्यो? 5 माइनस 3a माइनस 15। अब खोल्नु यसलाई a स्क्वायर को a स्क्वायर 5 र a मल्टिप्लाई गर्दा 5a। यहाँनेर कमनली स्टुडेन्टहरुले मिस्टेक गर्नुहुन्छ। यो प्लस हो यो माइनस हो। प्लस र माइनस मल्टिप्लाई गर्दा यो माइनस हुन्छ। 3a को 3a माइनस 15 को माइनस 15। अब a स्क्वायर र a बाट कमन आउँछ कति? a कमन आएछ यो बाँकी बस्यो a प्लस 5 माइनस 3 कमन आउँदा यो बाँकी बस्यो कति त? a प्लस 5। अब यहाँ फेरि बुझ्नु माइनस 3 किन कमन निकालेको? यो माइनस 3 कमन ननिकालेसम्म a प्लस 5 आउँदैन। जबसम्म यो दुईटा सेम हुँदैन तबसम्म सल्भ हुँदैन। हेर्नुस् त 3 र 15 मा 3 त कमन हो। 3 कमन निकाल्नु भयो भने कति आउँछ? माइनस 3a बाई 3 आउँछ माइनस 15 बाई 3 आउँछ। यो भनेको 3 र 3 क्यान्सल भएर गयो। 3 5 जा 15 भयो भनेको 3 बाहिरपट्टि आयो यो आउँछ माइनस a माइनस 5। यानी कि यो त माइनस a माइनस 5 भयो। दुईटै नेगेटिभ पायो।
यहाँ त दुईटै पोजिटिभमा छ। दुईटै पोजिटिभमा छ भने त हामीले यसको साइन चेन्ज गर्न सक्यौं भने त यो त सेम हुन जान्छ। साइन चेन्ज गर्नको लागि हामी के कमन लिन्छौं, माइनस पनि कमन लिन्छौं, जसले गर्दा भित्रपट्टि a + 5 होस्। र दुवैमा के आयो, a + 5 आयो। यसलाई लेखौं सुरुमा a + 5। अब बाँकी रह्यो कति, दुवैमा a + 5 आएपछि बाँकी रह्यो a - 3। भनेपछि अब के भयो त a + 5 र a - 3 भयो। यहाँ के भयो त a + 5 यहाँ पनि छ, a + 5 यहाँ पनि छ। दुवैमा जे छ त्यसैलाई हामीले के भनौं त HCF भनेर भनौं। HCF भनेको a + 5 हो। ल यति गरेपछि आन्सर सकिहाल्यो। ल हेर्नुस् यसरी गर्ने हो, a + 5 दुवैमा जे छ त्यही HCF त हो नि। ल अब यसको के गरौं, b को प्रब्लम सल्भ गरौं हामी। एट को b। अब यसमा छ सल्भ 8 को b लाई सल्भ गरौं त सेट 4 को सेट 3 को सल्भ पेज नम्बर सेट 3 सेट 2 को थिएन हामीले सेट 3 को हामीले सायद सेट 4 को गरेको हो कि सेट 3 को। सेट 4 को है 484 भनेको सेट 4 गरिसकेका छौं हामीले। यो सेट 3 होइन, सेट 4 को 484 सल्भ 4 - 25/x² इक्वल्स टु कति 0। ल अब सुरुमा त तपाईहरुले यसको x को भ्यालु निकाल्नु पर्यो, जसको लागि चाहिँ हामीले के गरौं त भन्दा 4 लाई एक साइडमा राखौं र यो 25/x² लाई अर्को साइडमा राखौं। यो माइनस छ भने अर्को साइडमा जाँदा यो प्लस हुन्छ। अब बाँकी रह्यो के क्रस मल्टिप्लाई गर्ने। 4 र x² मल्टिप्लाई गर्दा यो 4x² भयो। यो 25 र 1 मल्टिप्लाई गर्दा 25 भयो। हामीले निकाल्न खोजेको के को भ्यालु, हामीले निकाल्न खोजेको x² को भ्यालु। x² भनेको 25/4। 25/4 भने कतिको स्क्वायर, अघि नै मैले भने जस्तै 25/4 भने हुन्छ 5/2 को स्क्वायर, तर प्लस को मात्रै हैन माइनस को पनि स्क्वायर हो। किन यस्तो हेर त, यहाँ हेर 5/2 * 5/2 गर्नु भयो भने यो 5 5 जा 25/4 नै हुन्छ। यो भनेको दुईचोटी मल्टिप्लाई गर्नु भनेको स्क्वायर लेख्नु होइन है, 5/2 को स्क्वायर। त्यसैगरी -5/2 * -5/2 गर्नु भयो भने माइनस माइनस प्लस हुन्छ। यो भने 25/4 हो, यो भनेको -5/2 को स्क्वायर हो। भनेपछि दुवैलाई एकैचोटी लेख्नु भने +-5/2 को स्क्वायर। दुवैतिर यो पनि स्क्वायर छ, यो पनि स्क्वायर छ। दुवैतिर स्क्वायर भएपछि तलको बेसलाई इक्वल गराउन मिल्छ। यो बेसलाई इक्वल गराउन मिल्छ भनेपछि x = कति भयो +-5/2। यो नै हाम्रो x को भ्यालु हो। ल अब हामीले सेट 4 सम्म गर्यौं है। अब हाम्रो अझै मैले सल्भ गर्ने क्वेशन भनेको मैले जति छ तपाईलाई भनेको छु सेट 5 सम्मलाई मात्र म सल्भ गर्छु, त्यहाँ भन्दा उता अहिले म गर्दिन। ल सेट 5 को अब हामीले सल्भ गरौँ। त्यसै मैले सल्भ गर्ने यो क्वेशन नम्बर 8 को लागि लास्ट क्वेशन हो। सेट 5 पेज नम्बर कति हो सेट 5 को? सेट 5 को पेज नम्बर हो 486। सेट 5 को पेज नम्बर कति हो यो? 286 होला। यो 400 अघि नै हामीले लेखेको 400 रहेछ त। 284 होइन नि, यो त 484 चाहिँ रहेछ नि त। कहाँबाट 200 आएको? 484। ल 484 को रहेछ। अब हामीले सेट 5 को गर्ने चाहिँ सेट 5 को चाहिँ 486 को क्वेशन नम्बर 8 को ए छ। 486 छ। 486 मा छ। ल अब हामीले गर्ने चाहिँ 486। यो भनेको तपाईहरुको सेट 5 को क्वेशन हो। मैले पहिलेदेखि भनिसकेको छ सेट 5 को क्वेशनहरु सम्म चाहिँ मैले के गर्छु सल्भ गर्छु, त्यहाँभन्दा पछाडी चाहिँ म सल्भ गर्दिन। ल 8 को ए मा छ। यसमा पनि हामीले जहिले पनि एचसीएफ निकाल्ने प्रब्लम 8 को ए मा जहिले पनि हाम्रो के आउँछ एचसीएफ निकाल्ने प्रब्लम मात्र आउँछ है। 8 को ए मा जहिले पनि एचसीएफ निकाल्ने प्रब्लम मात्र आउँछ।
486 गर्नु ल सेट ल भयो 8 को ए मा 8 को ए मा अब हामीले यसलाई गरौँ है त 486 8 को ए दुईटा क्वेशन छ र यस पछाडि हाम्रो सकिने हाल्छ यो सेट 5 भयो अनि 8 को लागि हामीले सबै हालौँ यति नै हो 486 8 को ए ल यहाँनिर के गरौँ त कपी गरौँ 8 को ए find the HCF यानी कि highest common factor of the given expression of the given expression of the given expressions EXPRESSIONS एउटा छ यहाँ x minus 5 र अर्को छ कति भन्दा x square minus 9x plus 20 ल दुईटा एक्सप्रेसन छ है एउटा भयो x minus 5 अर्को छ x square minus 9x plus 20 फर्स्ट एक्सप्रेसन छ फर्स्ट एक्सप्रेसन कति छ यो छ तपाईको x minus 5 र सेकेन्ड एक्सप्रेसन छ यो छ कति भन्दा x square minus 9x plus 20 हामीले पहिलो एक्सप्रेसनलाई केही गर्न मिल्दैन सो त्यसलाई हामीले केही गर्न नमिलेपछि त्यसलाई त्यही छोड्दिने हो अब यहाँ के छ हेर्नुस् त यहाँ 20 भएपछि मल्टिप्लाई गर्दा दुईटा यस्तो नम्बर खोज्नु पर्यो जसलाई मल्टिप्लाई गर्दा 20 आओस् यहाँ प्लस साइन भएपछि एड गर्दा त्यो नम्बरको 9 आओस् हामीले दुईटा यस्तो नम्बर खोज्नु पर्यो जसलाई मल्टिप्लाई गर्दा 20 आओस् तर ती नम्बरलाई एड गर्दा चाहिँ 9 आओस् त्यो नम्बर भनेको के हो त 5 र 4 5 into 4 20 हुन्छ 5 plus 4 9 हुन्छ ल x square minus 5 plus 4 यहाँ x plus 20 ल हेर्नुस् त x square minus 5x एउटा minus 4x अर्को plus 20 यस्तो खालको क्वेशन सेट 1 पनि गरिसकेको छ हामीले सो यसलाई अलिकति चाँडो सल्भ गरौँ x common x minus 5 minus 4 common x minus 5 दुवैतिर x minus 5 आयो सो x minus 5 र कति भयो त x minus 4 भयो यहाँ मैले फेरि भने x स्क्वायर र x मा जहिले पनि तपाईहरुले x स्क्वायर र x मा जसको पावर कम छ त्यसैलाई कमन निकाल्ने हो x स्क्वायर र x मा x को पावर कम छ x लाई कमन निकाल्यो 4 20 मा कमन आउँछ 4 कमन निकाल्दा हेर त -4x/4 plus 20/4 हुन्छ यसो गर्दाखेरिमा हाम्रो -x plus 5 हुन्छ तर यहाँ चाहिँ x minus 5 के चेन्ज भयो यहाँ छ प्लस यहाँ छ माइनस यहाँ छ माइनस यहाँ छ प्लस जस्ट प्लस माइनस मा बिग्यो त्यही भएर -4 निकालेपछि यो प्रब्लम सल्भ हुन्छ अनि -4 निकाल्दा दुवैतिर सेम आउँछ दुवैतिर x minus 5 नै आयो x plus x minus 4 नै आयो फर्स्ट एक्सप्रेसन आयो सेकेन्ड एक्सप्रेसन आयो अब हामीले निकाल्ने के हो HCF हो दुवैमा जे छ त्यही HCF हो यहाँ अलरेडी x minus 5 छ तलपट्टि नै x minus 5 आयो भने हाम्रो HCF हुन जान्छ x minus 5 ल अब हामीले बाँकी के गर्ने HCF मात्र निकाल्ने हो होइन अर्को एउटा भ्यालु पनि हुन्छ भ्यालु निकाल्ने सल्भ गर्ने जुन 8 को b मा अब गर्छौं हामी ल अब 8 को b मा 8 को b को लागि 8 को b मा हेर त 8 को b मा यो छ 4x² minus 36 equal to 0 और 4x² को 4x² अर्को साइडमा ल्याउँदा यो 36 हुन्छ और x² भने कति आउने भयो 36/4 36 भने कतिको स्क्वायर ल भन्नुस् त 36 भनेको 6 को स्क्वायर हो 4 भने कतिको स्क्वायर 2 को स्क्वायर यो दुवै प्लस माइनस मा राख्नु पर्छ 6 को स्क्वायर 36 हो 2 को स्क्वायर 4 हो यहाँ राख्दा प्लस माइनस दुईटै राख्नु पर्छ र यसो गर्दाखेरिमा माथिको स्क्वायर र माथिको स्क्वायर काट्यो भनेर बुझ्नु भयो भने प्लस माइनस 6/2 चाहिँ हाम्रो आन्सर हुन जान्छ वास्तवमा काटेको चाहिँ होइन है पावरमा सेम पावर भएपछि बेस पनि सेम हुन्छ यहाँ पनि 2 पावर यहाँ पनि 2 पावर छ भने तलको बेसमा दिएको कुरा पनि सेम हुन्छ यो ल अफ इन्डिसेस हो ल यति गरेसँगै हामीले क्वेशन नम्बर 8 को लागि चाहिँ चाहिने रिभिजन हामीले सकायौं अब क्वेशन नम्बर 9 को लागि चाहिँ हामी फेरि भोलि लिएर आउनेछौं आजको लागि यति नै धन्यवाद